देशप्रति गद्दार हो कि जसले देशको विकास दिन दिएन। 20 वर्षमा देशलाई गरिब बनाइदियो, युवाहरूलाई बाहिर पठाइदियो, युवाहरूलाई विदेश पठाइदिने, देशलाई भ्रष्टाचारमा डुबाइदिने र देशको गद्दार हामी हुने। एउटा कुरा के भने यो गरेर हुँदैन। यो सत्तापछि जे बजेट लाग्यो भने त्यसलाई हामी मान्दैनौँ। जनताप्रति न्याय हुनुपर्छ, देशको सम्पूर्ण विकास हुनुपर्छ। 4-5 जिल्लामा सबै बजेट थुपार्ने र बोल्न पनि नपाउने। वक्ता मान्य सदस्य, हजुर, यहाँलाई म सचेत गराउँछु कि हजुर, निर्धारित विषयमा अघि भएको रुलिङलाई समेत ध्यानमा राख्दै आफ्नो अभिव्यक्ति दिन सक्नुहुन्छ। यहाँहरू सचेत भएर अगाडि बढ्नुहोस्। सभामुखजी, स्वतन्त्र सांसद साँडेर जहिले पनि मलाई रुलिङ मात्र गर्ने होइन, सबैलाई रुलिङ गर्नुपर्छ। सबै संसद बराबर हो, यहाँ कोही ठुलो होइन, कोही सानो होइन। किनकि बारम्बार देख्छु कि हामीलाई मात्रै रुलिङ गर्ने, स्वतन्त्र सांसदलाई मात्र रुलिङ गर्ने कि एउटा राष्ट्रपाललाई दुख दिइराख्ने यहाँ, किनकि सानो दल छ। एउटा स्वतन्त्र सांसद चाहिँ त्यसलाई बोल्न नदिने, त्यसलाई रुलिङ दिने र सरकारको बजेट आफू जम्मै कुम्लाउने, त्यसलाई ताली बजाउने। त्यस कारणले यो अन्याय हामी सहँदैन। हामी नयाँ सांसद होइन। अन्याय सहनको लागि जनताले हामीलाई भेजा छैन, अन्याय विरुद्ध लड्नको लागि भेजा छ। चाहे त्यो आर्थिक असमानता होस्, चाहे जातीय असमानता होस्, चाहे लैङ्गिक असमानता होस्, त्यसको लागि बोल्न यहाँ आएको छु। होइन हामी त गुच्चा खेल्न आएको हो। एउटा कुरा के भने, मान्य सदस्य, तपाईँ निर्धारित विषयमा बोल्नुहुन्न भने तपाईँ डाइस छाडेर तल जानुहोस्। निर्धारित विषय नबोलेपछि तपाईँ डाइस छाडेर तल जानुहोस्। यहाँ निर्धारित विषयमा बोल्नुपर्छ, नियम बोल्नुपर्छ। तपाईँ तल जान सक्नुहुन्छ। ठिक छ, तपाईँले मलाई बोल्न दिनु, म यहीँ रहन्छु। 7 मिनट मेरो टाइम छ, म यहीँ रहन्छु। किनकि हाम्रो अधिकार संसदमा विनियोजन विधेयकमा हामी राखेका थियौँ, त्यतिकै न्याय भएछ। 5 मिनट खर्च कटौती बेलालाई पाउने, 3 मिनट सम्मानित सांसद पाउने, 8 मिनटलाई 7 मिनट गरिदियो, त्यो पनि हामी चुपचाप सही रहनुपर्ने। काल व्यवस्थामा नराख्ने, त्यो पनि सही राख्नुपर्ने। सुनवाई समितिमा नराख्ने, त्यो पनि सही। सबै जाति सहनको लागि हामी जन्म्या होइन। एउटा कुरा के हो, हामी हिजोको दिनमा पनि अन्याय अत्याचार भएको थियो, राजाको त्यसको पनि लागि लडेर आएको हो। कसैले हामीले टीका लगाएर आइदिएको होइन। त्यसै कारणले जनताको कुरा, जनताको आवाज यहाँ बोल्छु, त्यति क्लियर हो। त्यसै कारणले 10-10 लाख जनसङ्ख्या छ, त्यहाँ खेलकुदको बजेट एउटा पनि नपर्ने। जहाँ 2 लाख जनसङ्ख्या छ, त्यहाँ 5वटा 10वटा जना पर्ने। सिधा कुरा नि। वर्षौँदेखि किसानलाई अनुदान दिइराखेका थियो, उखु किसानलाई त्यो अनुदान नदिने। अनि हरेकतिरबाट सर्टेन व्यक्तिको इन्ट्रेस्ट पुरा गर्नलाई जुन बजेट विनियोजन भएको छ, त्यसको खिलाफमा स्ट्यान्ड गरिरहेको छु, गर्छु। यो मेरो प्रतिबद्धता हो, जनताप्रति प्रतिबद्धता हो। र जहाँसम्म देशको कुरा भन्यो, देश जसले 30 वर्षदेखि शासन गर्यो, देश कंगाल उसले बनाएको छ। देश